कसैले चाहिँ म योभन्दा पनि बेटर पाउँछु, योभन्दा पनि बेटर डिजर्भ गर्छु भनेर चाहिँ कसैको साथ छोड्छ नि, जब कसैलाई धोका दिएर जान्छ, उसलाई उम्मेद र भरोसा देखाइसकेपछि होइन उसको खराब अवस्था छ भने या उसको दुःखमा उसलाई जब साथ दिनुको सट्टामा चाहिँ साथ छोडेर जान्छ नि जब कसैले, त्यो चिजको त्यो कुकर्मको फल अवश्य पनि त्यो व्यक्तिले पाउँछ नि क्या। यो होइन कि कलियुग हो जे पनि गर्न पाइन्छ या के भयो त भन्ने हिसाबले होइन क्या। त्यो व्यक्ति कति धेरै तडपेको हुन्छ जब उसको उम्मेद र भरोसालाई जब कसैले तोडेर जान्छ, उसलाई धोका दिएर जान्छ, उसले सपनाहरू देखेको हुन्छ, त्यो व्यक्ति कति धेरै तडपेको हुन्छ, कति धेरै रोएको हुन्छ। र जब कसैलाई हामी रुवाउँछौँ आफ्नो खुसीको लागि भने त्यसको फल अवश्य पनि भोग्नै पर्छ क्या, त्यो पाइन्छ नै। यो होइन कि म कटेँ अब यो चिजबाट म त अब खुसी छु भन्ने होइन। केही समय खुसी मिल्छ अवश्य गलत कार्य गर्दा, गलत बाटोमा हिँड्दा, तर लामो समयसम्म खुसी दिँदैन। आज त्यो व्यक्तिले राम्रो नै व्यक्ति पायो भने पनि सधैँभरि त्यो व्यक्तिसँग खुसी रहन सक्दैन। अवश्य त्यो व्यक्तिसँग उसले तडपिनु पर्छ नै क्या होइन। त्यो दिन भगवान्ले अवश्य देखाउनु नै हुन्छ। यो होइन कि आज खराब अवस्था छ भन्दैमा चाहिँ सधैँभरि खराब अवस्था रहन्छ। समय बदलिन्छ क्या अवश्य पनि। आज खराब अवस्था छ भने भोलि राम्रो हुन्छ नै होइन, राम्रो भइदिन्छ। यो सोच्ने हो। आज खराब अवस्थामा चाहिँ म यो व्यक्तिलाई साथ दिनुपर्छ भनेर हामीले यदि सोच्यौँ र साथ दियौँ भने चाहिँ पक्कै भोलि त्यो व्यक्तिसँग खुसी मिल्छ क्या, एकदमै राम्रो भइदिन्छ होइन। एउटा सम्बन्धमा रहिसकेपछि त जस्तोसुकै अवस्थामा पनि जस्तोसुकै सिचुएसनमा पनि साथ दिन सक्नु पर्यो नि त, अनि मात्र खुसी मिल्छ नि त पछि गएर।